छ्या कति नरामी भएर भिडियो हाले कि अलिअलि मेकअप गरेर हाल न अनि पो मान्छेले हेर्छन् त भनेर मलाई दाजुले बिहान फोन गरेको थियो। अब पहिलो कुरो मलाई मेकअप गर्न आउँदैन, दोस्रो कुरो मलाई मेकअपमा कुनै इन्ट्रेस्ट नै छैन। मेरो इन्ट्रेस्टको विषय भनेको चाहिँ पकाउने र खाने हो, जुन चाहिँ मैले गरिरहेको छु अनि म चाहिँ यसैमा खुसी छु। त्यही भएर आज चाहिँ म बनाउँदैछु करेन्ट चाउचाउ। मैले चाहिँ एउटा प्रीति चाउचाउलाई लिएको छु अनि एउटा चाहिँ करेन्ट चाउचाउलाई लिएको छु अनि अम्लेट पनि लिएको छु दुईटा। अनि त्यस पछाडि चाहिँ मैले यो चाउचाउ चाहिँ निकै अगाडि ल्याएर राखेको थिएँ, सायद 15 दिन जति नै अगाडि जस्तो होला ल्याएर राखिराखेको थिएँ। यो चाउचाउ चाहिँ खासमा भन्ने हो भने मैले मेरो लागि भनेर चाहिँ ल्याएको थिइनँ। खासमा भन्ने हो भने यो चाउचाउ चाहिँ मैले अस्ति नै 5 वटा लिएर आएको थिएँ। धान रोप्दाखेरि खेताला बोलाउने भनेको थिएँ, एकजना खेताला खोज्नुपर्छ, एक्लै सकिँदैन भन्नुभएको थियो मम्मीले र खेतालालाई खाजा हुन्छ भनेर ल्याएको थिएँ। अनि धान चाहिँ मम्मीले र मैले दुईजनाले रोपिसक्यौँ, एउटा गरा बाँकी थियो अनि त्यो चाहिँ हामी दुईजनाले रोपिसक्यौँ र बचिरहेको थियो अनि मैले आज त्यही चाउचाउ पकाएर खाएको दिउँसो खाजा। अनि अहिले त मेरो खाजा खाने साथी पनि कोही छैन, आज चाहिँ शुक्रबार हो, सायद दाजु आउँछ होला। अनि एक्लै पका एक्लै खा, कहिलेकाहीँ चाहिँ अल्छी पनि लाग्छ, कहिलेकाहीँ चाहिँ रिस पनि उठ्छ। पहिला पहिला दाजुहरू सँगै हुँदाखेरि मलाई खाजा पका न पका भन्दाखेरि झर्को लाग्थ्यो, कति पकाउन लागा होला, कहिलेकाहीँ त उनीहरूले पकाएर दिँदा नि हुन्थ्यो नि भने जस्तो लाग्थ्यो। तर अहिले उनीहरू साथमा छैनन् अनि म उनीहरूलाई धेरै धेरै मिस गर्दै गर्दै एक्लै पकाउँछु, एक्लै खान्छु, अल्छी मान्छु, दिनभरि बस्छु। यसरी नै चलिरहेछ मेरो जिन्दगी।